सो हेलो गाइज, वेलकम टु द च्यानल हैन। आज चाहिँ म ठ्याक्क यो अनन्तलिङ्गेश्वर आइपुगेछु हैन। अहिलेसम्म चाहिँ यहाँसम्म चाहिँ म दौडिँदै आइरहेको थिएँ। अनि त्यसपछि दौडिँदै आउँदाखेरि चाहिँ ठ्याक्क मन्दिर जाउँ भनेर, अनि मन्दिरबाट चाहिँ भिडियो बनाउँदै जान्छ भनेर। दौडिनु त कहाँ छैन, यो दौडिँदै चाहिँ कहाँ आउन भिडियो बनाउन सकिन्छ त हैन। त्यही भएर अब चाहिँ ठ्याक्क म अनन्तलिङ्गेश्वरको भर्याङनेरि आइपुगेँ है। लेट्स गो है। अब जाँदैछु म मन्दिरपट्टि, दौडिँदै हो मन्दिरमा नि। कति टाइम लाग्दो रहेछ जाउँ। लेट्स गो ब्रो। पुग्दा भर्याङ टर्ने रहेछ, रुख रहेछ होइन। थाकेँ यार म, के छैन त्यो भइसक्छ। मन्दिर आइपुगेँ म, कता पुग्छु थाहा छैन है। हिँड्न चाहिँ हिँडिरहेको छु। ठ्याक्क अनन्तलिङ्गेश्वर मन्दिर आइपुगेँ म। म त्यहाँबाट फर्किसकेको मन्दिरबाट होइन। अब दौडिँदै कता पुग्छु मलाई थाहा छैन। बाटो दौडिरहेको छु, थाहा छैन कुन बाटो हो, कुन कता जाने। मन्दिर आइपुग्यो, मन्दिरबाट जानु भएन। मलाई थाहा छैन है कता पुगिन्छ। जाउँ अब बाटै दौडिँदै जान्थ्यो क्या। आज चाहिँ म रनिङ गर्न अरू बेला चाहिँ यो चाहिँ माथितिर थिमी अथवा चाङ्गो नारायण जान्थेँ होइन। आज चाहिँ यता मन्दिरतिर पनि जम्प भनेर यसो आएको थिएँ। तर उहीँदेखि चाहिँ भिडियो बनाउनु थालेको थिएँ, तर भिडियो बनाउनु अलिक नसकेला कि भनेर बरु मन्दिर पुगेपछि भिडियो बनाऊँ भनेर आएको होइन। त्यो जङ्गलै आज म एक्लै हो है। एउटा दाइले चाहिँ भिडियो निस्किन्छ भन्नुभएको थियो। थाक्यो कति टाइम लाग्ला हौ, गर्मीदेखि मर्ने। ल त म भन्छु नि कता पुगिँदो रहेछ भनेर, अहिले त्यति गरेर भिडियो देखाउँछु नि। ल गाइस, यो त कता माथि एउटा पान्डेङ्गी भन्ने ठाउँ रहेछ क्या। त्यहाँसम्म मात्र आइयो है। त्यहाँबाट फेरि उता जाने डर लाग्यो, जङ्गल छ। अलि सास फोर्न आँटिसक्यो है। डर फिल लाग्यो नि त। एक्लै छु,
अब कोही साथीहरू पनि दौडिन आएको भए चाहिँ के डर हुँदैन थियो सुई गइन्थ्यो है त्यहाँसम्म आनन्दले तर ठ्याक्क पाण्ड्याङ्गी भन्ने खोइ रहेछ है यता पाण्ड्याङ्गी भन्ने ठाउँमा आइपुगेँ म यहाँबाट चाहिँ अलिअलि डर लाग्न थाल्यो अनि त्यसपछि म त्यहाँबाट जान सकिनँ है धेरै डर लाग्यो क्या डर पनि धेरै होइन जान्थ्यो होला तर अलि खोइ जान अलि अल्छी लान थाल्यो जस्तो छ धेरै दौडेर होला क्या ठिमी यहाँ भक्तपुर सल्लाहरीबाट घरबाट ठिमी दौडिँदै जाँदाखेरि त अनि अलिक थाकिन्छ नि त अनि ठिमीबाट फेरि यता माथि गुन्डु भन्ने ठाउँतिर पुग्नुपर्छ अनि आनन्द लिङ्गेश्वर पनि गयो अब ठ्याक्क अब घरतिर लाइन्छ अब ठ्याक्क घरतिर नि लाइन्छ होइन पसिनाले त ब्लात्तो भिजाइसक्यो जिउ त यस्तो दौडिनु पर्छ कहिले दौडिनु पर्छ यसो रमाइलो गर्नुपर्छ है तर म अब चाहिँ यहाँबाट थाकेँ होइन फेरि जाँदा चाहिँ फेरि दौडिँदै जाने हो क्या घर अब सिधै घर गइन्छ आनन्द लिङ्गेश्वर पनि गयो माथि अहिले भर्याङ चढ्न गाह्रो भएर कम गाह्रो भयो अझै स्या भइरहेछ तर यहाँ एउटा चिज चाहिँ भेटिने क्या लालीगुराँसको बोट चाहिँ भेटिने क्या खोइ कहाँ हो लालीगुराँसको बोट चाहिँ भेटिने एउटा कि सुकिसक्यो कि थाहा छैन क्या फेरि कुन हो लालीगुराँसको बोट भनेर नि अब यस्तै हो अब घरतिर लाइन्छ ल फेरि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु ल नबिर्सिनु ल सब्सक्राइब गर्न र लाइक गर्न ल सबै भिडियो हेर्न चाहिँ मेरो सबै भिडियो हेरिराख्नु होइन अब कति बेला हाल्छु कति बेला हाल्दिनँ थाहा हुँदैन एक्जाम पनि आइरहेको छ क्या 11को अनि त्यसैले अनि आज चाहिँ यसो एउटा भिडियो बनाइदिउँ न त भनेर सर्लक्क तपाईँहरूले पनि माया गरिदिनु होला है मेरो भिडियोलाई ल हस् धन्यवाद।